सबैजनालाई नमस्कार। नमस्ते। मेरो च्यानललाई सब्स्क्राइब गर्नुभयो? गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि अलमा सिलेक्ट गरिदिनु होला। आज कुरा गरौँ नियमको बारेमा। सरकारले नयाँ नियम ल्याएछ। नयाँ नियममा के रहेछ भन्दाखेरि दुई पाङ्ग्रे सवारी साधन यानी कि बाइकदेखि स्कुटर चलाउने र बस्नेले पनि हेलमेट लाउनु पर्ने रे। जनताले के भन्दैछन् फेरि अनि अर्को पल्ट खारेज गर्ने, फेरि अर्को वर्ष नियम लाउने, अर्को वर्ष खारेज गर्ने, यसको औचित्य छैन। चाहिने काम चाहिँ गर्नु छैन, नचाहिने काम गरेपछि चाहिँ कुदिआछ खाली। अनि व्यापारी मोटाउने कुरा गर्न खोजिया हो कि? उहाँहरूले भनेका कुरो पनि सही हो, बेठिक त भन्न मिल्दैन। उहाँहरूले भनेका कुराहरू सडकै राम्रो नभएपछि हेलमेट लाएर मात्रै के काम? चुप, बिल्कुल चुप। हिम्मत कैसे हो तेरी मुख खोल्ने? हाम्रा देशका प्रधानमन्त्रीज्यूलाई खाल्टो पुर्नु पर्छ, खाल्टोले पनि एक्सिडेन्ट हुन सक्छ भन्ने कुरो थाहा रहेनछ। यस मध्यपश्चिम प्रदेशका हुन त आफ्नै देशको परदेशको नाम त थाहा छैन, बुढालाई के थाहा हुँदो यस्तो कुरा। अझ छुट्टै दुर्गा प्रसादज्यूले भाषण हान्दै हिँड्नु भएको छ, भन्नुभएको छ कि भ्रष्टाचार विरुद्धको लडाई हो। यो भ्रष्टाचार विरुद्धको लडाई हो। दुर्गा प्रसाई र रापरपाका नेताहरू मिलेर अब राजा ल्याउने रे। भोलि आन्दोलन छ, के कस्तो हुन्छ त्यो त भोलि नै थाहा हुन्छ। भोलि एयरपोर्टमा सम्पूर्ण नेपालीहरूले, काठमाडौँवासीहरूले दोकान बन्द गरेर आफ्नो घरमा चुकुल लगाएर ढोका बन्द गरेर एयरपोर्टमा आइदिनु हुन्छ। छोडेको आज 18 वर्षमा हामी नाङ्गो भयौँ। दुर्गा प्रसाईको आधा माइन फुस्के जस्तो छ। कहाँ हामी नाङ्गो भाव त देश पो नाङ्गो भाव होइन र?